सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रुपियाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराउनु भएको हो। समिति सभापति अरी ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी दिनुभयो। जो सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई लाल पूर्जा नआउन्जेलसम्म फास्ट ट्र्याकमा उहाँहरूले लाल पूर्जा पाउँदै हुनुहुन्छ। फास्ट ट्र्याकमा आवास लाल पूर्जा नआउन्जेलसम्म तयारी मासिक 15,000 घर भाडा दिने लगभग तयारी गरेका छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको र सो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दाबी छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्य प्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न